रेणु सिमसिम पानी अनि माउन्ट लिफ्टको बोटानिकल गार्डन शरद ऋतुको मौसममा सुन्दरी भएर बसेकी हुन्छन्। रङ्गीचङ्गी फूल, मन्द चिसो बतास, बडो आकर्षक देखिन्छ यो ठाउँ। त्यसैले त जलदेवता पनि बेला बेला सिमसिम गर्दै चुम्न आउँछन्। तिनै सुन्दरीको वरिपरि हेर्दै हामी उकालो चढ्दै थियौँ। केही प्रेमीहरू हातमा हात राख्दै प्रेममा डुबेका थिए, कोही ओठहरू चुम्दै थिए, स्वतन्त्र रूपमा कसैको डरै नमानी सबैलाई लोभ्याउने गरी। जब जोडीहरू अनुरागमा डुबिरहेका थिए, मैले पनि उसलाई सम्झिएँ। पानीले नेत्रुक्क भिजेको शरीर अनि प्रेममा डुबेको हाम्रो ढुकुरको जोडी कल्पना गर्दै थिएँ उसलाई पनि एक दिन यहाँ घुमाउन लिएर आउनेछु। रङ्गीन कल्पनामा डुबिरहेको मलाई छेउमा रहेका आदर्श दाईको मोबाइलमा बजेको रिङटोनले झस्काइदियो। आदर्श दाईकै आग्रहमा म यहाँ आएको थिएँ। बिहानै तातो बिस्तारा छोडेर उनले अघिल्लो रात भनेका थिए, भाइ चिया सिया उतै खाउँला है, छिट्टै गरेर आउनुहोला। प्राय दुवैको बिदा मिल्यो भने हामी भुँडी घटाउने अभियान सहित यो उकालो चढ्न आउने गर्थ्यौँ। उमेरले दाई भए पनि हाम्रो सम्बन्ध साथीभाइको जस्तै थियो। हाम्रो मित्रता देखेर कहिलेकाहीँ भाउजूले ठट्यौली पारामा भन्नुहुन्थ्यो, प्रेमी जोडीहरू कता हो, शङ्का लाग्न थाल्यो है। फोनमा कोसँग के कुरा गर्दै थिए, सकेपछि भने जाममाथि भोक पनि लाग्यो। बोटानिकल गार्डन भन्दा माथि भ्यू टावर जस्तो छ, जहाँबाट साउथ अस्ट्रेलियाका धेरै भूभागहरू देखिने गर्छ। त्यही नजिकैको द समिट क्याफेमा पुग्यौं। बाहिर बसेर चिसो बताससँगै तातो कफी पिउँदै थियौं। बिहानको भोकले बटौली बजारको जेरीपुरी र तरकारीको झलझली सम्झनाले सताएको थियो, तर मुख रसाउनु बाहेक विकल्प थिएन। मेनुमा खासै रुचि गएन, कफीमै चित्त बुझाउनु पर्यो। कफीको लामो सुरुप तान्दै आदर्श दाईले भने, भाइ यस्ता डाँडा काँडा त हाम्रो देशमा गाउँ पिच्छे छन्, तिनको यसरी नै विकास गर्न पाए। मैले पनि होमा हो थपिदिएँ। एक्सक्युज मी, विल यु हेल्प मी टु टेक फोटो? मुसुक्क हाँस्दै छेउमा रहेकी सुन्दर युवतीले फोटो खिचिदिन आग्रह गरिन्। मैले हुन्छ भनिदिएँ। उनले एउटा युवकतिर इसारा गर्दै खै कुन भाषामा बोलाउँदै थिइन्। मैले फोटो खिचिदिएँ। मक्ख पर्दै फोटो हेर्दै गए उनीहरू। आदर्श दाईले भने, कुनै दिन उसले पनि हिल पार्कमा यसरी नै फोटो खिचाएकी थिए। मैले तुरुन्तै जवाफ फर्काइहालेँ, को उसले दाई? भावुक हुँदै भने, छ एउटा फरक मेरो जीवनको कथाकी पात्र। मैले झर्कँदै भने, यो घुमाएर बोलेको बुझिन, सिधा सिधा भन बुढा, कुरा के हो? जीवनको यो यात्रामा धेरै पात्रहरूसँग भेट हुँदो रहेछ। धेरै त यो स्मृतिबाट पनि हराए, तर ऊ अहिले पनि मनमा छे। कुनै दिन भनौला भाइ, समय मिलेको बेला। जवाफ खासै चित्त बुझ्दो आएन, तर मनमा उत्सुकता बढ्दो थियो। हे दाई भन्नुस् न, आधा किल्टो कुरा गरेर नछोड्नुस् न। उनी पनि उत्साहित हुँदै भने, सुन्ने हो त पक्का? दिन जाला नि यतै, फरक पर्दैन, मैले जवाफ दिएँ। खल्तीबाट चुरोटको बट्टा निकाले र धुवा आकाशतिर फाल्दै भने, तिमीलाई थाहा छ, यो चुरोटलाई जब म ओठमा च्यापेर सर्को तान्छु, मृत्युले पनि मलाई च्यापिरहेको हुन्छ। हो, यस्तै छ उसको र मेरो कथा। यस्तै चुरोट बनेर मैले उसको जीवन बर्बाद गरेको छु। मेरो अगाडि चुरोटको यति लामो सर्को उनले कहिल्यै तानेका थिएनन्। अनुहार पनि फरक देखिएको थियो, प्रष्ट पीडा बोधले भरिएको। मैले चुपचाप सुनिरहेँ। उनले आफ्नो जीवनको कथा भन्दै गए। बुटवल बहुमुखी क्याम्पसमा मास्टर्स गर्दै थिएँ। मेरा लागि यी माया पिरती सबै बकवास हुन् जस्तो लाग्थ्यो। मैले रमाइलोको लागि मात्र यस्ता रिलेसनसिप गाँस्थेँ। कुनै त हप्ता दिन पनि टेक्दैनथे। म भन्दा पनि मेरो करिजमा बाइक देखेर पछाडि बस्ने केटीहरू धेरै नै थिए। नलुकाई भन्नुपर्दा प्रेमको साँचो अर्थ नै थाहा थिएन मलाई। एक दिन कलेजको पिकनिक कार्यक्रम थियो। त्यसमा हाम्रो ब्याचको अरू कक्षाका साथीहरू पनि आएका थिए। सिद्धार्थ राजमार्ग हुँदै पाल्पाको श्रीनगरको लागि हुइकिएको बस जोरधारामा रोकियो। सबै साथीहरूले चिया खाए। हामी भने बिहानै चिसो छ्याङ खायौं र मात्दै बसको लास्ट सिटमा बसेर जिस्कन थाल्यौं। यत्तिकैमा साथीहरू ट्रुथ कि डेयर भन्ने गेम खेल्न थाले।
मेरो पालो आयो। मैले डेयर भनिदिएँ। साथीहरूले अगाडिको पहिलो सिटमा रहेकी केटीलाई गएर आई लभ यु भने। छ्याङको जोस तातो नै थियो। मैले अगाडिको सिटमा गएर पुसको जाडो छेक्न बाक्लो गलबन्दी भिरेकी उनीलाई बोलाएँ। गीत सुनेर बसेकी रहेछन्। इयरफोन निकाल्दै मधुरो स्वरमा भनिन्, हजुर के भयो भन्नुहोस्। मैले सिधै आई लभ यु भने। पछाडिबाट साथीहरू गलल्ल हाँसे। उनी जुरुक्क उठिन् र जङ्गिँदै भनिन्, मित्र, सोमरस निकै चढे जस्तो छ। रक्सीको नसा र तिम्रो बाइकवाला प्रेम धेरै नै चर्चा छ कलेजभरि। तर म तिमीले सोचे जस्तो केटी होइन। उसले जोसिलो पाराले निकै रिसाएर खाउँला जसरी मलाई हप्काउँदा मेरा साथीहरूले पछाडि तानेर लगे। उसको क्रोधितपनले मेरो छ्याङको नसा पनि उत्रिएको थियो। गाडी पाल्पा तानसेनतिर चिसो सिरेटो खाँदै हुइकिरहेको थियो। मलाई भने मनभित्र पोलिरहेको थियो, म तिमीले सोचे जस्तो केटी होइन। यो वाक्य मनमा नमिठो गरी पसेको थियो। सबैले पिकनिक स्थलमा पुगेर रमाइलो गरिरहेका थिए, तर म साथीहरूसँग एउटा कुनामा बसिरहेको थिएँ। मलाई अघि हप्काउने केटी मैले कहिल्यै पनि देखेको थिइनँ। हुन त म कलेज गए पनि गेटभित्र बिरलै पस्थेँ। त्यसैले पनि होला, त्यो केटी को होली, के हो त्यसको नाम? यस्तै प्रश्नहरू मनमा खेलिरहेका थिए। साइडमा रहेको राघवलाई त्यो केटीतिर देखाउँदै सोधेँ, ओए त्यो केटीलाई चिन्छस्? हाहा, तँलाई थर्काउने केटी? कसले चिन्दैन त्यसलाई कलेजमा? उसले थप्दै गयो, हाम्रो कलेजकी नेता हो, क्रान्ति। नामै काफी रहेछ। मैले पनि हाँस्दै कुरा टारिदिएँ। अर्को कफी खाने? बीचमै कथा रोकेर आदर्श दाईले मलाई सोधे। हुन्छ दाई, खाइदेऊ। त्यत्तिकैमा आदर्श दाईको फोनमा घन्टी बज्यो। छोरू, म बाहिर छु, छिट्टै आउँछु है, मम्मीलाई दुःख नदिनु। सानी छोरीको फोन रहेछ भनेर ठम्म्याउन मलाई गाह्रो भएन। छोरीले दुःख दिई भने प्राय भाउजूले आदर्श दाईलाई नै फोन गर्नुहुन्छ। छोरी पनि बाबुकी आज्ञाकारी छ। आदर्श दाईले फोन राखेर हाँस्दै भने, यो सन्तानको माया पनि अजीबको हुँदो रहेछ। यसरी नै यसको प्रिय बनिरहन सकौँ। यो शनिबार त छोरीको जन्मदिन होइन र दाई? भाउजूले मलाई बिदा मिलाउन भन्नुभएको छ। मेरो यो कुरा सुन्दा आदर्श दाईले अर्को लामो सर्को तान्दै भने, यो पनि यस्तो दिनमा जन्मेकी छ कि मलाई त्यही क्रान्तिको सम्झना गराउँछे। दाईलाई आएको फोन चलचित्र हेर्दा हेर्दै विज्ञापन आएको जस्तो भएको थियो मलाई। ल अब अगाडि सुनाउनु, मैले उत्साहित हुँदै भने। क्रान्तिको मृत्यु भएको दिन र छोरीको जन्मदिन एउटै हो। त्यसैले पनि मलाई उसको हरेक जन्मदिन खुसी र पीडा दुवैले पछ्याइरहेको हुन्छ। दाईले बीचमै कथा धेरै अगाडि पुर्याइसकेका थिए। कलेजबाट भागेर सिनेमा हेर्न जाँदा आधा छुटे जस्तो मैले रोक्दै बीचमा भने, दाई पाल्पापछि के भयो? हरेकको जीवन विभिन्न घटनाले भरिएका हुन्छन्, तर केही मात्र घटनाहरू सधैँ मनमा आउने गर्छन्, सधैँ सम्झनामा रहन्छन्। पिकनिकबाट फर्किएपछि मलाई क्रान्तिको कुराले साह्रै चित्त दुखिरहेको थियो। एक त मैले उसलाई रक्सीको मातमा सबै माझ त्यसो भन्न नहुने, अर्को उसले मलाई बाइकवाला प्रेम भनेर भनेकी थिए। मलाई जीवनमा मनभित्रबाट यसरी आत्मग्लानि कहिल्यै पनि भएको थिएन। जब मैले आफ्नो अनुहार ऐनामा हेर्थेँ, आफैले आफैलाई गिजाइरहेको जस्तो भान हुन्थ्यो। त्यसै रात राघवलाई फोन गरेर सोधेँ, क्रान्तिको नम्बर छ तसँग? उसले आफूसँग नभएको बतायो र मलाई उल्टै सम्झाउँदै भन्यो, हेर केटा, केही लफडा नगर है, त्यो अरू जस्तो केटी होइन, खतरा नेता हो अहिलेको। केही गरिस् भने फस्लास् नि। मैले उसलाई सबै कुरा सुनाएँ। मैले माफी माग्न नम्बर खोजेको। उसले पनि खुसी हुँदै, ठिक गरिस्, त्यसो भए म कहीँबाट पत्ता लगाएर तँलाई म्यासेज गरिदिन्छु भन्दै आश्वासन दियो। केही मिनेटमै उसले क्रान्तिको नम्बर पठायो। मैले छिटो छिटो सन्देश लेखेँ, म आदर्श, आज बसमा जे गरेँ त्यसको लागि माफी चाहन्छु, अन्यथा नलिनु होला। मैले आजदेखि कोही केटीलाई जिस्काउने छैन। घडी हेर्दा 12 बजेर 12 मिनट गएको रहेछ। मनमा डर लाग्न थाल्यो। कस्तो अशुभ समयमा पठाएछु। फेरि राति म्यासेज पठाएर गाली खाने हो कि? केही समयमै मोबाइलले बत्ती बाल्दै टिङटिङ घन्टी बजायो। म्यासेजमा लेखिएको थियो, मलाई थाहा छैन आदर्शजी, तपाईँले मनबाट लेख्नु भएको छ वा दिमागबाट, तर तपाईँ जस्ता धेरै युवाहरूले यसरी नै आफ्नो जीवनको बाटो बिराइरहेका छन्। आशा छ तपाईँले जहाँबाट बाटो बिराउनु भएको थियो त्यहीँबाट नयाँ बाटो पनि भेट्नुहुनेछ। कुनै दार्शनिकले लेखे जस्तो कुरा मैले खासै बुझिनँ, भन्न के खोजेको हो भनेर। अर्को म्यासेज मैले पनि लेखेँ, मलाई त यति राति म्यासेज पठाउन डर लागेको थियो, सुत्नु भएको होला भनेर। धेरै केही लेखिन, उताबाट पनि रिप्लाई आइहाल्यो। एलेक्जेन्डरको द फ्रेडिलिस्ट पेपर पढ्दै थिएँ। अब सकिन लाग्यो, अब सुत्ने हो। बिहानै उठेर कलेज पुगेँ। खै त्यो दिन म अरू दिन भन्दा फरक अनुभूति गरेको थिएँ। साँच्ची भन्नुपर्दा मलाई क्रान्तिसँग फेरि भेट्नु थियो। मनलाई सोधेँ, किन भेट्ने क्रान्तिलाई? कुनै उत्तर थिएन।
बिरलै कलेज जाने मान्छे नियमित रूपमा कलेजमा उपस्थित हुन लागे। क्रान्तिले कार्यक्रमहरूमा दिने हरेक भाषण, उसको बोलीको शैलीबाट म दिन प्रतिदिन नजिक भइरहेको थिएँ। क्रान्ति पनि मेरो एउटा असल साथी भएकी थिए, तर मैले उसलाई असल साथीभन्दा माथि नै सोचिसकेको थिएँ। हरेक दिन भेटघाट, म्यासेज, कुराकानी बाक्लिँदै जाँदा ऊ पनि नजिक हुँदै थिए। मैले फोन म्यासेज गरिन भने फोन गर्थे र भन्थे, हेलो हिरो, कता हरायो आज? सम्झिँदा पनि सम्झिएनौ। लाग्थ्यो बिस्तारै म पनि उसको हरेक दिनको आदत बन्दै थिएँ। एक दिन यस्तै चिसो थियो, बटौली बजारको मौसम। क्रान्ति कार्यक्रममा गएर ढिला फर्किन्छु भन्दै थिए। मैले उसको म्यासेज पर्खेर बसिरहेको थिएँ। राति 11 बजेतिर म्यासेज आयो, हेलो हिरो, आई एम सरी, कार्यक्रम ढिलासम्म भयो। उसको व्यस्त दैनिकीसँग म परिचित थिएँ। हामी दिनभरिका कुराहरू आदान प्रदान गर्दै थियौँ। खै कुन सुर आयो? मैले सोधेँ, तिम्रो प्रेमी छैन? छ, उताबाट हाँसोको इमोसँगै म्यासेज आयो। मेरो मुटुको धड्कन बढ्दै थियो। जसलाई म आफूभन्दा धेरै प्रेम गर्न थालेको थिएँ, उसको प्रेमी छ भन्ने खबरले मेरो मन उथल पुथल भएको थियो। तैपनि केही नभए जस्तो गरी मैले उसलाई म्यासेज गरेँ, अहिलेसम्म हामीलाई चिन्जान गराएनौ त? साथीका केही कुरा त तिमीले पनि खोज्नु पर्यो नि, होइन र? उताबाट उल्टै प्रश्न आयो। उत्तर केही थिएन, तैपनि सोधेँ, हामी पनि चिनौ न त त्यो भाग्यमानी मान्छे? के भाग्यमानी हुनु बिचरा, अभागी छ। कलेजमा हिटलर दिदीको परिचय पाए कि मलाई सम्हाल्नु उसलाई के सहज होला र? उसको जवाफले मलाई झन्झन सशङ्कित गराउँदै थियो। मैले कर गर्दै भने, ह्या, बहाना नगराई भन न, को हो? उताबाट जवाफ आयो, तिमी होइन र? ऊ जिस्किरहेकी थिए। उसको कुरा फुत्काउन गाह्रो पर्यो मलाई। मैले पनि जिस्कँदै लेखेँ, तिमीलाई उसो भए बुढी भन्छु है त? सिन्दुर हाल अनि बुढी भनौला नि, आँट छ हिरो? कहिले गर्ने बिहे भन न त, म तयार छु, मैले भने। उसो भए भोलि पण्डितजीकोमा साइत जुराउन जाउँला, अहिलेलाई म सुत्छु। भोलि बिहानै कलेजको सरस्वती पूजाको तयारी गर्नु छ, तिमी नि आऊ, उतै भेटौँला। उसले मलाई जिस्क्याएको भए पनि मन फुरुङ्ग भएको थियो। उसले फेरि म्यासेज पठाई, ओए हिरो, मलाई भोलि लिफ्ट दिन सक्छौ? बिहानै माइक्रो बस चल्दैन। मैले हुन्छ भने। ल ल अल्छी, भोलि छिट्टै उठ्ने भयो, सुत अब। भोलिपल्ट बिहानै उसलाई मेरो बाइकको पछाडि राखेर कलेजतिर जाँदै गर्दा उसले भनी, ओए हिरो, सिन्दुर हाल्ने होइन त? के मजाक गरेको तिमी पनि? मैले जवाफ फर्काइहालेँ, बरु भन न, तिम्रो प्रेमी को हो? उसले हाँस्दै भने, तिमी। सेतो कुर्ता सुरुवालमा सजिएर चिटिक्क परेर आएकी उसलाई फेरि सोधेँ, साँच्ची हो त? मुस्कुराउँदै जवाफ फर्काए, किन विश्वास लाग्दैन? कि तिम्रो अर्कै प्रेमिका छ, बाइकवाली? उसले मेरो भरिएको मनलाई पोख्न सहज वातावरण गराइदिएकी थिए। क्रान्ति, म लामो समयदेखि तिमीसँग प्रेममा छु, तर भन्न सकेको थिएन। कस्तो लजाएर प्रपोज गरेको, एक दुईवटा फिल्मी डाइलग पनि मिसाएर भन न। ऊ हरेक कुरामा मलाई जिस्काइरहेकी थिए। म केही नबोलेपछि उसले नै थप्दै गई, मलाई थाहा छ हिरो, तिमी मलाई माया गर्छौ र म पनि तिमीलाई माया गर्छु। त्यस दिनदेखि हामी अफिसियल्ली प्रेमी जोडी भएका थियौँ। उसको विद्यार्थी राजनीति पनि देशैभरि चर्चित हुँदै थियो। ऊ नेता र प्रेमिकामा धेरै फरक थिए। समयसँगै हाम्रा तन मन सबै एक अर्काप्रति समर्पित गरेका थियौँ। उसले नै मलाई एउटा अल्लारे केटाबाट असल व्यक्ति गराई। नेपाल गृहयुद्धले तातेको थियो। नेपालीले नेपालीलाई नै मारिरहेका थिए। देख्दा विरक्त लागेर आउँथ्यो। जति नै आवारा भए पनि बन्दुकको नालबाट क्रान्ति हुन्छ भन्ने पक्षमा थिइन म। मेरा कैयौं साथीहरू जंगल पसिसकेका थिए। घरमा तत्कालीन विद्रोहीबाट लाखौंको चन्दाको लागि चिठी आउने क्रम जारी थियो। त्यसैले पनि बुबा आमाले राजधानी बसाई सार्नु भएको थियो। म पनि बुबा आमासँगै बुटवलबाट काठमाडौँ सरे। उता क्रान्ति बुटवलमै थिए। भेटघाट हुन सम्भव थिएन। फोन पनि पातलिँदै गएको थियो। उसले भने मलाई दिन प्रतिदिन धेरै भन्दा धेरै माया गर्दै गइरही। मैले अस्ट्रेलिया आउनको लागि प्रक्रिया अगाडि बढाएको थिएँ। क्रान्ति यो कुरामा अनभिज्ञ थिए। 81 अस्ट्रेलियाको भिजा लाग्यो र म यता आएँ। घरमा बाहेक कसैले पत्तो पनि पाएनन् म यता आएको। अस्ट्रेलिया आएपछि क्रान्तिसँगको सम्पर्क पूर्ण रूपमा टुटिसकेको थियो मेरो। म आफ्नै दुनियाँमा रमाइरहेको थिएँ। करिब 8 वर्षपछि म नेपाल फर्किएँ। गृहयुद्ध सकिएको थियो। जंगलबाट क्रान्ति गर्नेहरू संसदमा आइसकेका थिए। जति नै क्रान्ति भने पनि, व्यवस्था परिवर्तन भए पनि देशको अवस्था उस्तै थियो। कुनै आशाको सञ्चार थिएन आम जनतामा।
तैपनि आशाको त्यान्द्रो लिएर बाँचिरहेको थियो मेरो देश। काठमाडौँमा पारिवारिक भेटघाट सकेर म बुटौलतिर लागेँ। हाम्रो ब्याचका धेरै साथीहरू म जस्तै विदेश पलायन भएछन्। केही साथीहरू व्यवसाय गर्दै थिए भने केही जग्गाको कारोबार गरेर रातारात पैसा कमाउँदै थिए। अस्ट्रेलिया गएपछि क्रान्तिसँग सम्पर्क टुटेको थियो, तैपनि उसको यादले बेला बेला सताउने गर्थ्यो मलाई। मैले उसलाई सम्पर्क गर्न पनि खासै कोसिस गरिनँ। समयले मलाई छोडेर धेरै अगाडि गएको थियो। तैपनि नेपाल आउने बित्तिकै उसलाई फोन गरेँ। उसको फोन स्विच अफ थियो। राघव नेपालमै थियो। उसलाई भेट्न उसको घर गएँ। मस्तले घरजम गरेर बसेको रहेछ। एक्कासी उसको घरमा पुगेको देखेर उसले भन्यो, ओहो म सपनामा कि विपनामा। धेरै कुरा परिवर्तन भए पनि उसको मजाक गर्ने बानी भने छुटेको रहेनछ। विवाह गरेर घरजम गरेर बसेको रहेछ। भाउजूसँग परिचय गरायो। केही मिठा गफहरू हुँदै गर्दा बीचमा भन्यो, बिहे गर्छस्? मेरो साली पनि छ। मैले पनि मुखै फोरेर भनिदिएँ, कान्छी श्रीमती बन्न तयार छिन् त? तैँले बिहे गरिसकिस्? खै त हामीलाई निम्तो। हाँस्दै भने, गरेको छैन, गर्दैछु। पुराना साथीभाइको कुराकानी हुँदै थियो। उसले नै जोड्यो, तँ साह्रै छुपा रुस्तम रहेछस्। हामीलाई सबै कुरा लुकाएको रहेछस्। तँलाई पनि केही कुरा लुकाएको छु त यार मैले, जवाफ दिएँ। सबै थाहा पायौँ। क्रान्ति र तेरो प्रेम कथा। उसको मृत्यु भएरै तँ यत्रो वर्ष नेपाल फर्कन सकेनस् होइन? क्रान्तिको मृत्यु? आत्तिँदै मैले सोधेँ, साँच्ची थाहा छैन तँलाई उसको मृत्यु? उसको मृत्युको खबरले मेरो दिमाग नै खलबलिएको थियो। मन भारी भएर आएको थियो। तत्कालीन विद्रोहीहरूले सुराकी गरेको आरोपमा उसलाई मारेका रहेछन्। राघवले मलाई बतायो। क्रान्तिको राजनीतिक जीवनले गर्दा पनि हामीले हाम्रो प्रेम लुकाएका थियौं। क्रान्तिको मृत्युपछि मात्र नजिकका साथीहरूले थाहा पाएका रहेछन्। क्रान्तिको घर पुगे। घरको अगाडि बुढा बुवाले झार गोड्दै हुनुहुन्थ्यो। बुवा नमस्कार। नजिकै पुगेर मैले सम्बोधन गरेँ। नमस्कार। बाबुलाई चिन्न सकिन नि। मतिर नजिकै आउँदै उहाँले भन्नुभयो, बुवा म क्रान्तिको साथी। क्रान्तिको नाम सुन्ने बित्तिकै बुवाका आँखा रसाए। मलिनो अनुहार गराउँदै भन्नुभयो, के कति कामले पाल्नु भयो कुन्नी? बुवा चिया खान आउनु। घरको माथिल्लो तलाबाट आवाज आयो। माथि हेरेँ, क्रान्ति जस्तै आकृति भएकी उसकी बहिनी बुबालाई बोलाउँदै थिए। काम त खासै थिएन बुवा, तपाईहरूलाई भेटौँ भनेर आएको। जाउँ बाबु, माथि नै गएर कुरा गरौँला, बुवाले आग्रह गर्नुभयो। माथि पुग्ने बित्तिकै क्रान्तिकी बहिनी ललिताले भनी, तपाईँ आदर्श दाइ होइन? हो, तिमी त ठुली भइछौ। एक दुईचोटि क्रान्तिलाई छोड्न जाँदा ललितालाई भेटेको थिएँ, तर पनि उसले ठम्मै हाली। बुबासँग क्रान्तिकै कुरा भए। उसको मृत्युपछि आमा पनि उसकै पिरलोले बित्नु भएछ। घरमा ललिता र बुबा मात्र। सबैकी प्यारी थिए। राम्री मान्छेलाई दैवले कहाँ राख्दो रहेछ र बाबु? केही बेरको गफगाफ पछि बुबाले टोल सुधार समितिको बैठक छ बाबु, खाना खाएर जानुपर्छ, बस्दै गर्नुहोस्, म आउँछु भन्दै मिटिङतिर लाग्नुभयो। मलाई त्यहाँ बस्न गाह्रो लागिरहेको थियो, तैपनि ललिताको करले बसेँ। बुबा गएपछि ललिताले भने, तपाईलाई दिदीले हरेक दिन सम्झन्थे। मलाई केही थाहा नभए जस्तो गरी मैले उसलाई भने, कसरी? दिदी र म एउटै कोठामा सुत्थ्यौं। तपाईहरू काठमाडौँ सरेपछि उसले हरेक दिन डायरी लेख्थे। त्यसपछि तपाईँ बीचमा गायब हुनुभयो। दिदी सधैँ तपाईलाई सम्झेर रुन्थे। उसले लेखेका धेरै डायरीहरू छन्। त्यसपछि उसले लेखेका हरेक डायरीहरू पढे। एक दिन सकेँ भने किताब लेख्नेछु। दाई अझै पनि सम्झना आउँछ उसको? टिलपिल टिलपिल आँसु पार्दै थिए आदर्श दाईले। बीचमै कहानीमा ब्रेक लगाइदिएँ मैले। उनले थप्दै भने, क्रान्तिको डायरीको एउटा लाइन जसले मलाई झस्काइरहन्छ, जीवनको अन्तिम समय आएछ भने पनि म दौडँदै तिमी भएको ठाउँमा आउनेछु र तिमीलाई जोडले अङ्गालो हाल्नेछु। उसले मलाई उसको जीवनको क्यानभासमा सजाएर राखेकी थिए, जहाँ मैले रङ भर्न सकिनँ। उसले कोरेका ती रेखाहरूले मलाई तर्साइरहन्छन् भाइ। एउटा अपुरो क्यानभासको चित्र छोडेर गएकी छ। न त पुरा नै गर्न सकेँ, न त रङ भर्न नै सकेँ।